नमस्ते अन्जोरले साथीहरु आज चाहिँ हामी यसो बाहिरतिर ड्राई पिकनिक जान लागेको पार्कतिर ल गाइजहरुले पनि यसो हेलो भन्दै हेलो नमस्ते अलि जोड से हेलो नमस्ते नमस्ते सन्चै आरामै हुनुहुन्छ होला साथीहरु सबैजना सन्चै आरामै हुनुहुन्छ होला र हामी पनि सन्चै छौं र मजाले आज चाहिँ पिकनिक जान पर्यो ड्राई पिकनिक भनेर चाहिँ हामीले घरबाटै सबै रेडी गरेको छौं साथीहरु खानेकुरा अनि बिहान चाहिँ मैले हल्का हतार भएर मैले भिडियो लिएन हामी चाहिँ अब पार्कतिर गएर हामीले के बनाएर ल्याएको छौं त्यो हजुरहरुलाई देखाउने छु र हामी चाहिँ अहिले यसो बाटोतिर आउँदा भए टक्क लाएर आज छुट्टीको दिन यसरी चाहिँ हामी भक्कर दुबेको फिश राउन्ड बोट कटियो अब चाहिँ हामी धेरै टाढो छैन त्यो पार्क नजिकै छ पार्कमै गएर भेटौँला साथीहरु चाहिँ यहाँ अहिले ट्राफिक लाइनमा छौं ट्राफिक लाइटमा लाइन पनि हो नि त किनभने गाडी स्ट्रेट लाइनमा बसेको हुन्छ त्यही भएर अनि साथीहरु तिहार पनि आइपुग्यो के कसो तयारी गर्दै हुनुहुन्छ हजुरहरुले भैली खेल्ने होला देउसी भैलो सेलरोटी फिनी रोटी चिनी रोटी अर्सा के पाक्दैछ होला सबैको घर घरमा खै हामीले त अहिलेसम्म मैले त बनाएको पनि छैन बनाउन रहर त लाग्छ तर बनाएपछि आफूलाई खान मन लाग्छ हेर्नु साथीहरु के गर्ने अब गुलियो धेरै खान नमिल्ने तर मलाई चाहिँ फिनी रोटी चाहिँ बनाउन ट्राई गर्न मन लागेको थियो हेर मेरो मुड कस्तो हुन्छ मैले बनाउन पनि सक्छु ल ट्राफिक लाइट पनि खुल्यो ल सररररर जाम साथी हो दिन मजाको खुलेको छ ल जाँदै गरौँ है त साथीहरु हामी चाहिँ ठ्याक्क यो युनियनको डे टु डे आइपुग्यौं देख्न सक्नुहुन्छ डे टु डे मार्केट यहाँ पनि राम्रो राम्रो प्लान्टहरु राख्ने गर्थ्यो अहिले आज के आछ छैन थाहा छैन किन मुस्काएको मेरो मायालु ल फेरि यहाँ ट्राफिक लाइटमा चाहिँ वेट गर्न पर्यो कस्तो राम्रो टल्केछ टावरहरु साथीहरु फाइनली हामी चाहिँ पार्कको नजिक आइपुगेको छौं देख्न सक्नुहुन्छ हरियाली पार्कमा अवश्य हरियाली नै हुन्छ अब हामी चाहिँ पार्किङ खोज्दै छौं टक्क लाएर गाडी पार्किङमा राखेर चाहिँ हामी पार्कतिर लाग्छौं साथीहरु साथीहरु हामीले चाहिँ गाडी पार्किङ पनि राख्यौं अब निस्किन पर्यो ल छोरीहरु निस्किसके छोरीहरु कि छोरी छोरी अनि ल आउनु त सामानहरु झिक ल हाम्रो सामानहरु एउटा मैले सामान तन पर्ला ल साथीहरु राम्रोसँग गर्नु न यार तपाईले देखेको नि देखेछ सामान पनि गर्न पर्यो नि हाम्रो छोरीले खै त के सामान साथीहरु हाम्रो सामानहरु अब पार्कमा बसेर खान पर्यो सबै चीज चाहियो हैन भयो ल भयो नि त्यहाँबाट निकाले नि ल जाम ल हामीले चाहिँ सामान पनि निकालेर चाहिँ हिँड्दैछौं साथीहरु पार्किङ एरियामा गाडी राख्यौं ल आज चाहिँ हामी हरियालीमा बसेर खान पर्यो के गर्ने गर्मी महिनामा अब सकिन्न साथीहरु जब हल्का शीतलो हुन्छ जाडो महिना आउँछ अनि त्यस टाइममा चाहिँ त्यो टाइममा चाहिँ हामीहरु लगभग प्राय जसो यसरी बाहिर चाहिँ आएर ड्राई पिकनिक या फिर नत्र भने बारबिक्युहरु गर्छौं धेरै मान्छेहरु छन् अब हामी चाहिँ पार्क भित्र पनि पस्छौं टिकट लाग्छ न ल टिकट पनि काट्न पर्यो टिकटको 5 दिराम छ के एउटाको 5 जना
दुबई पब्लिक पार्क। यहाँ चाहिँ मेरो बुढाले चाहिँ टिकट काट्न लाउनु भएको छ साथीहरु। ल टिकट पनि भयो। ल हामी चाहिँ एन्ट्री भयो है साथीहरु। ल एन्ट्री भयो साथीहरु। बारबेक्यू हैन, हाम्रो ड्राई पिकनिक भन्दैन। हाम्रो चाहिँ ड्राई पिकनिक भन्दैन र घरबाट बनाएर ल्याएकोलाई। त्यो राम्रो हेर्नु न, यहाँ पार्क चाहिँ यस्तो राम्रो छ के भयो? ए ल ल हामी चाहिँ ग्यास बिर्सेर जाऊँ। अलिकति उहाँ साइडमा ल राखौँ न, किन बाटोमा राखेको? यता साइडमा राखौँ, एकछिन लिएर आउँछ हौ। ल ल बुढाले चाहिँ ग्यास लिएर आउनुहुन्छ। हामी चाहिँ सानो ग्यास पनि लिएर आएको थियौँ साथीहरु, तताएर खाना यसो चिया सिया पकाएर खानालाई लिएर आएको थियौँ। के रे? वाशरुम त यता कता पो थियो? ए यो हो? भनेपछि ल। वाउ कस्तो राम्रो, हेर्नु न है कस्तो खुल्ला के। यसरी मान्छेहरू बसेर मनाइरहेको छ। मेरो छोरीको फेभरेट क्याट भगाएको होइन, देखाएको नि। यहाँ ए बिमारी छ क्या, भाग्दा नि भागेन त। ए बिचरा सानो आवाजको गरा बिमारी छ क्या यो। ल साथीहरु अब हामी चाहिँ यहाँ सेटिङ गर्छौँ है त। ल साथीहरु हामी चाहिँ पार्क भित्र नि आइपुग्यौँ। देख्न सक्नुहुन्छ कस्तो राम्रो छ, खुल्ला। अझै नजिक त्यहाँ समुद्र पनि छ। मेरो आजको ड्रेसअप चाहिँ यही हो, पार्क आउँदा सजिलो हुन्छ नि त। अनि अहिले हामी चाहिँ त्यहाँ के भन्छ समुद्रको नजिक पनि जानेछौँ। छ ल हुन्छ ल। फाइनली मेरो बुढाले चाहिँ ग्यास लिएर आउनु भयो। अनि हामी त टेन्ट पनि ल्याएको थियौँ नि, साँच्चै बिर्सेको। ल ल के भन्छ यसलाई, पुटो पुन्त्रोहरू बोकौँ ल। एउटा मैले पनि समात्छु। ल्याऊ मलाई यो देऊ न, यो चाहिँ देऊ न यो। ल मैले चाहिँ यो ग्यास र के भन्छ यो टेन्ट समाते। ल वाह कस्तो आनन्द आउने भाइ। मान्छेहरू ठाउँ ठाउँमा बसिरहेको छन्। अलि सफा ठाउँतिर जाने हो। तिनीहरूले त त्यहाँ बसेर खान्छ के अरे? बसेर खाना त पाइन्छ, बारबेक्यूहरू पकाउनलाई। ए त्यसै यो एरियामा बारबेक्यू गर्ने अलर्ट छैन होला नि त। ल साथीहरु हामी चाहिँ जता जुन पकाएर बारबेक्यू गरेर खान मिल्छ त्यतितिर हामी चाहिँ जान लाग्यौँ साथीहरु। यहाँ चाहिँ हल्का बसेर मात्र खाने एरिया हो। सो हामी चाहिँ अब जता पकाएर तताएर खान मिल्छ ग्यासमा त्यतै जान्छौँ है त। ल साथीहरु हामी त पोलेर पकाएर खाने ठाउँ खोज्दा खोज्दा ठ्याक्क यो समुद्रको नजिक पनि आउन लागिसक्यौँ साथीहरु। के हेरेको नानुले? मेरो छोरीले के हेर्खो? खुसी भइदिन्छ मेरो छोरी। साथीहरु हामी चाहिँ ठ्याक्क यो समुद्रको नजिकतिर आएको छौँ। देख्न सक्नुहुन्छ कस्तो राम्रो छ।
बच्चाहरू खेल्ने फ्यामिली गेट टुगेदर गर्ने यसरी पारीको भ्यूहरू देखेको छ। यहाँ सेटिङ गर्दैछन्। हामीले चाहिँ यो एरिया चुज गर्यौँ ग्यास बाल्न मिल्ने एरिया। यहाँ चाहिँ कोहीले चाहिँ बारबिकी गरेको छन् होला। हामीले चाहिँ बारबिकी अलि पछि गर्ने। बारबिकी गर्न नि यतै आइ नि हुन्छ है? होइन छ के उपर अलि उतापट्टि छ। ल सेटिङ ल ठ्याक्कै त्यो ग्यासहरू पनि सेटिङ गर त अनि खानासाना तताउने पकाएर त ल्याएको। अब यहाँ तताएर खानु पर्यो नि। कस्तो राम्रो देखेको। नराम्रो मान्छे नि राम्रो देखिन्छ कि मेरो क्यामेराले त भन्दै जिस्काउने। ल मेरो छोरीलाई चाहिँ आज कस्तो फिल भइरहेको छ बाहिर पार्कमा आएर खानको लागि? हङ्ग्री। ल आऊ मेरो छोरीलाई भोक लागिसकेको छ अरे। ल सिमनको फुड यहाँ सेयर गर्ने यहाँ यता आएर यहाँ बसेर होइन त्यो उस पनि त छ नि परोठा नि झिकन खास भने नि त सबै तातै छ के किनभने मैले तताएर उस गरेको। पहिला सिमनको खाना खाम न। उस गरौँ न यहाँ। सिमनको स्पोन्सर हामीले के पकाएर ल्याएछौँ यसो साथीभाइलाई पनि देखाउन पर्यो। ल यो चाहिँ पकाएको होइन है। यो त छुट्टै अर्डर गरेको चिकन क्रन्ची उस भइसक्यो क्या सेलाइसक्यो क्या। ओ माई गड कस्तो राम्रो छ यो क्रिक पार्क भन्ने हो दुबईको। झिका त्यो झिका कि त्यहाँ भएको सबै। ल खोला त ठिक्क छ कि मैले तताएर ल्याएको तातै छ। खाम अलिअलि खाएर अनि त साथीहरू पकाएर ठिक्क पारेर तताएर हालेको चिज अब तताउनु पर्दैन खाम भनेको। ग्यास चाहिँ अहिले हामीले त्यो चिया पकाउँदाखेरि मात्र युज गरौँ। ल के छ बिने कस्तो छ आजको दिन? रमाइलो भयो है। हाम्रो देउकी बुहारीलाई कस्तो राम्रो। यो चाहिँ ठ्याक्क त्यहाँ पारिपट्टि देरा सिटी सेन्टर छ। त्यहाँबाट ब्रिज क्रस गरेर फ्लोटिङ ब्रिज क्रस गरेर लेफ्ट साइड लगाएपछि यहीँ हो कि। तर आज चाहिँ हामीलाई धेरै टाइम लाग्यो किनभने त्यहाँबाट त्यो फ्लोटिङ ब्रिजबाट आउने ठाउँमा फ्लोटिङ ब्रिज बन्द रहेछ। त्यसपछि फर्केर फेरि त्यो अलमक्तम ब्रिजमा गएको त्यो पनि बन्द रहेछ। लास्टै ट्राफिक रहेछ। घुमी फेरि यताको यो के ब्रिज भन्छ अरे? के ब्रिज भन्छ अहिले भर्खरै नाम आएन। यो ब्रिज के यता होइन त्यहाँ त्यो अर्को ब्रिजबाट आइयो कि यतातिरबाट त्यो के ब्रिज भन्छ नाम आएन त्यहाँबाट आइयो। तर 15 मिनट लाग्ने ठाउँमा 1 घन्टा लाग्यो। झन्डै 45 मिनट लाग्यो। अब दिन छोटो छ नि त अनि छिटै रात पर्छ नि त छिटै निक्लिने भनेको। अब घरमा यता गर्दा टाइम गयो त्यही माथि अनि रेडी सेडी त हुन पर्यो अनि झन् बाटो जाम भएर जताततै त्यही। ल आज हाम्रो खानेकुरा देखाउँछु मलाई। हजुरले चाहिँ मेरो साथीभाइ मेरो इष्टमित्र मेरो युट्युब फ्यामिलीलाई देखाउनको लागि फोकस गर्नु होला। यहाँ रहेको छ ससेज हल्का यो तताउन पर्ने हो कि यस्तै तताइरै हालेको हाल्न त। यहाँ रहेको छ यो चाहिँ कुखुराको पाङ्ग्री अनि त्यसपछि हाम्रो यहाँ रहेको छ अर्को खानेकुरा के हो भनेपछि यो राइस प्लेन राइस हो हल्का घिउ र नुन हालेर। अनि लास्टमा हामीले चाहिँ धेरै आइटम गराएको छैन। यो रहेको छ पराठा। यो चाहिँ आटा होल पराठा अझै पनि छ। हाम्रो चटनी छ होला यो है। अनि लास्टमा हाम्रो नभए नहुने हामी नेपालीहरूलाई जहाँ गए पनि जे गरे पनि जसो गरे नि जे चाडपर्व आए पनि घरमा जो पाहुना आए पनि चाहिने भनेकै यो मिक्स अचार काँक्रा आलु हरियो मटर अनि गाजरको अचार। यहाँ चुरा भुटेर ल्याएको छ। खै ल्याउने यता स्टार्ट गर अब। ल काट्न पर्दैन त्यही त चक्कु नै ल्याइएन गरे। ल आफै हाल्दै खाऊ के लाऊ त्यो खै तिमीले यो खाऊ न। ल उ त्यहाँ प्लेट छ त्यो प्लेट झिक त बिना लाऊ
झ्यामझुम खाना पर्छ के भोक लाग्छ ल साथीहरू अब हामीले खाना पनि सुरु गर्छौँ किनभने हामीले दिउँसोको खाना पनि खाएको छैन बिहान नास्ता खाएर अनि यतै खाने भनेको हल्का ढिलो भयो साथीहरू हाम्रो चाहिँ खाना सुरु गरिसक्नु भएको छ देख्न सक्नुहुन्छ वाउ खाइ पनि सक्नुभयो टेस्ट गर्नुभयो यस्तो मिठो ल खै बारी नान्दैन भतेर खाएको नेपालमा त्यो भतेर हुन्थ्यो नि त बिहाको व्रतबन्धको के भतेरहरू हुन्छ नि त्यो खाना यस्तो मिठो लाग्छ नि हो त्यस्तै भइरहेको बाहिर आएर खाँदाखेरि जस्तो पकाए पनि त्यस्तो मिठो हुन्छ कि साथीहरू अब मलाई राख्छु खाना भात पनि खाउँछ त्यो भात पनि खाइछु मैले त्यो बाहिरको चिज मात्र खाने होइन अचार पनि हालौँ अचार चाहिँ दामी बनाएको छु मैले एक्सपर्ट छु कि साथीहरू म चाहिँ जे कुरामा पनि एक्सपर्ट अलिकति बोल्न अलिकति ढङ्ग आउन त्यही हो नत्र खाना पकाउन यता त्यता चाहिँ इष्टमित्र साथीभाइ चाहिँ सबै कुरामा के कस्तो गर्नुपर्छ मलाई सबै थाहा छ ल खाना पनि ल सुरु गर्न पर्यो ल खाऊ खाऊ हुन्छ के यहाँ त्यसरी फोर खाल्न पाउनु ल मजाले खाँदैछन् होइन के हो र खाँदैछु आइटम चाहिँ दामी छ पाले पालो खिच्ने हो कि मलाई त्यतिकै पादेको इल्जाम लगाउने मेरो के रे कसले पादेको रे मलाई पादेको इल्जाम लगाउने मेरो बाबाले ए बाबाले हो ट्वा गर्दै कराएको सुनेर अनि सिमनलाई पादेको भनेर सोधेको खाने बेलामा पातको कुरा नगर न भाइ के हुन्छ र सुन्ने हो नि खाने हो र आयो त्यो अल्छी लाग्छ अल्छी लाग्यो र होइन नमिलेर नि नमिले यता जाउँ नि त अनि हुन्छ खाना नि पर्यो अब बिहान चाहिँ हामीले नास्ता मात्र खाएको थियौँ साथीहरू एकदम ढिलो 1 बजेतिर खाएको थियौँ किनभने छुट्टीको बेलामा चाहिँ अलि अबेलाई उठिन्छन् उठ्न त म छिटै उठ्छु तर कति 1 बजे रे 11 बजे खाएको खाजा 11 बजे खाएको खाजा त्यही भएर मैले चाहिँ अलि अबेलाई चिया पनि खाएको नि त खाजा चाहिँ भन्न मिल्दैन है मैले चाहिँ किनभने मैले 5वटा रोटी खाएको थिएँ नि त 5वटा रोटी खाजा हुन्न बिनी पनि आउँदैछ धन्जी त्यो तिमी त यता बस्नु यता खै हिरोलाई देखाउनु त त्यही हाल्दै हुन्छ बिनाले हालिदिन्छु म नभए हाम्रो भाइले हालिदिनु पर्यो त्यो भनेर गएको होइन त्यो स्टोर रहेछ दुकान रहेछ क्या हो भाइलाई चाहिँ पुरै खसिरहेको छ त कस्तो नि अब रुखको मुनि बसिएछ त्यही भएर त बन्द गरेर सब उता आयो सिमनको अब हेलो हेलो एउटा सानो हुँदैन के दिनु देउता त्यो नछाउ है सुने नै चम्चा झिकेर देउता आयो आएन नजाऊ भयो पराक्क फाल्छ त त्यसले खाली छ र कहाँ गयो त्यो चाहिँ भयो अहिले एकछिन पछि के हुन्छ अहिले एकछिन पछि खाइसकेपछि के हुन्छ यहाँ सिमलले कति खाएर नछो है त्यो हातले छुने होइन सिमन लाग्दैन नि त भाइलाई ए टुट्यो खै ल कोक पनि खोलेर खाऊ ल मासुलाई मारिदियो कसरी मारिदियो
यतातिर पक्क बसेर उता समुद्र भन्छ मिठो भइरहेको अहिले पार्टी भ्यू हजुरलाई हामीले देखाउँछौँ। अहिले चाहिँ हामी खाना खान लाग्छ पहिला। बहिनीले चाहिँ खाँदै खाएन नि त। मैले भ्याइसकेँ तिमीले त बुढालाई उ गर्दैछ नि त बुढालाई पर्थ्यो सेवा उतातिर रमाइलो गरिरहेको। त्यहाँ गएर मिसिन त चिन्दैन होला तिमीले मलाई उता हल्का देखाइदिनु न के गरिरहेको त्यहाँ। उता देखाइदिनु न उता। कम्पनीको उहरू आएर चिन्दैन हो गेम खेलिरहेको रमाइलो गर्छ। साथीहरू हामीले चाहिँ खान्छौँ। मैले चाहिँ बुढालाई हल्का भ्यूहरू देखाउनु साथीहरूलाई भनेको छु। ल ल ओके ल बुढालाई चाहिँ मेरो बुढाले चाहिँ भ्यू देखाउनुहुन्छ मजाले। किनभने छिट्टै रात पर्छ नि त त्यही भएर बुढा पुगेर जुस पिला दो। जुस हाँ जुस पिला दो यहाँ त जुस यहाँ त जुस त्यहाँ ल ओके ल म हल्का भ्यू देखाइदिएर आउँछु। यस्तो चलाउने हो सिमन यस्तो डेन्जरस छैन। अब यो चाहिँ बर्दुवेबाट यतातिर आउँदाखेरिको त्यो उसो यो भ्यू। यहाँ चाहिँ जस आनन्द बस्न यहाँ आएर फ्यामिली साथीभाइसँग आएर बसेर यस्तो पार्कमा आनन्दसँग बसेर खाएर रमाइलो गर्न सक्नुहुन्छ तपाईहरु पनि आएर। यो देहराबाट धेरै टाढा पनि छैन, नजिकै छ। त्यो चाहिँ फेस्टिभल सिटी, यतातिर फेस्टिभल सिटी हो। यो फेस्टिभल सिटीतिर भयो अनि यतातिरबाट यस्तरी आएर चाहिँ यहाँबाट आएर चाहिँ यता देहरा सिटी सेन्टर अनि उतातिर फ्लोटिङ ब्रिज हो, त्यतातिर देखिया हैन। यहाँ चाहिँ हजुरहरु जगिङ पनि गर्न सक्नुहुन्छ। बेलुका बेलुका मान्छेहरु जगिङ पनि गरिराखेका छन्, यतातिर हेर्न सक्नुहुन्छ। यहाँ समुद्रको उता छ सी साइड त, तर चाहिँ यहाँ स्विमिङ गर्ने यताउति केही पनि एलाउड छैन, खाली जस्ट यहाँबाट हेर्न सकिन्छ। अनि पानी छुन्यो भने चाहिँ पानी चाहिँ छुन सकिन्छ, त्यति नै हो। यहाँ चाहिँ स्विमिङ गर्नलाई चाहिँ एलाउड छैन यहाँ। हाम्रो चाहिँ फ्यामिली चाहिँ उहाँ रहेका छन्। हाम्रो अलिअलि देखियो टाढे भयो। उता भन्दा उताको सिन भन्दा यहीँको सिन राम्रो देखिएछ। उतातिर त के हो न समुद्रको राम्रो सिन न यता ग्रिनरी राम्रो देखिन्छ, केही न केही जस्तो देखिन्छ। यहीँबाट बरु राम्रो देखिरहेको, यहीँबाट यस्तरी हेर न बरु। ओ यसको नाम के हो सानो? सिमलको साथी हो यो। नाम के होला यसको भन त ल। म्याउ 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 होला। म्याउ 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 म्याउ। ओ त्यहाँ कागको नाम पनि राखिदेऊ न। दुईटा काग रहेछ, दुईटा काग होइन आज त। एउटाको नाम चाहिँ काग, एउटाको नाम चाहिँ काग। ए तीनटा आयो, तीनटा काग तिहार। ओ त्यहाँ बच्चाहरू खेल्ने ऊ पनि छ। हिँड सानो तिमी नि खेल्न जाऊ हो, बच्चाहरू खेल्ने छ। साथीहरू हामीले चाहिँ अहिले खानाहरू खायौँ अलिअलि।
रात पनि पर्नलाई साँझ भइसक्यो। खाना खाइयो ब्रेक अब हल्का अब उतातिर यसो डुल्न जान पर्यो। हेर त यहाँ के गरेको बिरालोलाई? मेकअप गर्देको मामा भान्जी मिलेर लौ के गर्देको यसलाई? यस्तो दुलै बनाइदिएको हो क्या? दुलै ल अब आउ देऊ कि। ल साथीहरू अब यसो जान पर्यो। ओ पर क्रुज पनि हिँड्दैछ देख्न सक्नुहुन्छ। साइडमा चाहिँ सानो ऱ्याफ्टिङ, कोही कोहीले यहाँ के भन्छ चङ्गा पनि उडाउँदैछ। वाउ वाउ साथीहरू कस्तो मजाको हावा चल्यो। कति बज्यो? बस्नको लागि आनन्दको छ। तपाईहरु पनि हावाको मज्जा लिनको लागि यही ठाउँमा आउनुपर्छ है। हल्का यता गएर उतातिर फर्केर बस्नु त कस्तो राम्रो देखेछ। मेरो बुढालाई अघि भ्यूहरू देखाउनु भनेको खै के कस्तो देखाउनु भयो, भ्यूै देखेन भन्दै आउनु भयो थियो। अब म त्यता गथे नि त, त्यताबाट खासै देखिएको थिएन। ल साथीहरू यस्तो रमणीय ठाउँमा आज चाहिँ हामी ड्राई पिकनिकको लागि आएको। अब एकछिन यसो हेरेर हिँड्दै हेर्दै वकिङ पनि हुन्छ, फ्रेस पनि। यस्तो राम्रो छ। वाउ यो वेदर अनि यो एरिया यो पार्कसँग चाहिँ मेरो ड्रेसअप कस्तो म्याच गरेछ। यो मैले खासमा मेरो छोरीलाई किनिदिएको, मेरो छोरीले लाएन मैले लगाइदिएँ। आमा छोरीलाई एउटै साइज हुन्छ साथीहरू। कपडाको लागि चाहिँ एकदम सजिलो भइरहेको छ। छोरीले मन पर्यो भने आमाको, छोरीको मन पर्यो भने आमाले। वाह कस्तो राम्रो सल 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 बगिरहेको छ। हल्का यस्तो भिडियोहरू खिच्न पर्यो टिकटकको लागि हाल्नको लागि है त। कताबाट हिँड्दा उज्यालो आउँछ? म आउँछु के। दामी फुल फुले हरेक कलर देखियो। त्यहाँ लभ बर्ड बस्नु भएको थियो। बुढाले हामी पनि त्यसै बसौँ न भन्छ है साथीहरू। हाम्रो बुढा चाहिँ निकै रोमान्टिक हुन खोज्छन् के बेला बेलामा। जिस्काएको नि तिमीलाई भन्दै मैले जिस्काएको नि के भन्नुहुन्छ भनेर। देख्न सक्नुहुन्छ मान्छेहरू यहाँ खेल्ने बच्चाहरू। साथीहरू देख्न सक्नुहुन्छ साँझ पनि भइसक्यो। कस्तो मजाको हावा चलेको। वाह हरियाली अनि मजाको हावा चलेको, कस्तो मजा आइरहेको। झमक्कै साँझ पर्यो साथीहरू। कस्तो दिन छोटो भएको नि साथीहरू। के कतै गयो भने त बेलामा ननिस्क्यो त झमक्कै रात पर्छ। हुन त अब यतिखेरै हो निस्किने घुम्न त, अलिकति भ्यूहरू देखिन भन्ने। मेरो चप्पल र खुट्टा छ्या छ्या छ्या। यो चप्पल चाहिँ एकदम सजिलो लाग्छ र मैले यो चप्पल युज गर्छु, तर अलिकति स्लिप लोड्छ। बुढालाई बोलाएको क्या साथीहरू ओ ओ गर्दै। मेरो बुढा उपर आउँदै हुनुहुन्छ। कता हो? म त बुढी त यहाँ छु त म त उतै त्यहाँ जस्तो लाएर कि
टाढै छ जस्तो लाग्छ टाढा रहेछ टोयलेट यहाँ चाहिँ साथीहरू गर्ल्सको मात्र रहेछ वासरुम अनि जेन्ट्सको चाहिँ पर छ ल झमक्कै रात पर्यो त साथी ल्याउ त त्यो ल साथीहरू हामी चाहिँ बुढाबुढी टक्क लाएर अब यस्तो हिँड्दैछौँ हाँस समातेर ल पर्दै भनेर के होइन ल पर्दै बुढेसकालमा ल पर्ने हो छोरा छोरी त्यत्रो भइसके पर्न त पर्न पर्ने हो क्या रे उज्यालो देखेछ देउस राति के अरे अँधेरो अँधेरो भइसक्यो ह तर एकचोटि यस्तो समय रोक्नै राउन्ड मार्दिएको के साथीहरू खै त चप्पल छोडेर जाने चप्पल छोडेर जाने ल कस्तो क्लियर आएको यता मेरो पछाडि आउँछ तिमीहरू बाउ छोरी उता हेर ए पारा के म हेन्सी होइन र हो पारा साथीहरू देख्न सक्नुहुन्छ झमक्कै रात पर्यो भिडियो खिच्न अँधेरो भइसक्यो अनि यो चाहिँ नाइटको भ्यू रहेको छ पारीपट्टिको क्रुजहरू चलिरहेको छ अनि ऊ पर देख्न सक्नुहुन्छ ब्रिज यो चाहिँ ब्रिज हो साथीहरू ल रात पनि पर्यो के गर्ने कता जाने अब अब हामी जाने त्यो मेरो कपडा र पोको पुन्तरो बन्द गर्ने बर्दुबे जाने दिनको के किन्न दिवालीको सामान त्यसपछि अनि दिवालीको सामान अनि हेलोविनको सामान अनि हेलोविनको सामान त यता हुन्छ दिवालीको सामान त भन्दैन दिवालीको माइतीहरूले किन्नु पर्यो मामाहरूले त्यसपछि अनि कसको छोरी यस्तो नराम्री तपाईँले छोरी हो म त राम्रो छु त ल के हुँदैछ त नि यता ब्युटिफुल कपालको फोटो भिडियो कतिको खिच्यो कि खिचेन ब्युटिफुल कपालको चाहिँ बेबी एक्सपेक्टेड बेबी एक्सपेक्टेड नहसाइन यार ल हल्का यस्तो वकिङ गरौँ यहाँबाट अनि सिधा हाम्रो ठाउँमा गएर अनि लाग्नु पर्छ अब बुढा ल ह्यान्डल गर क्यामेरा म जान्छु अगाडि ह्यान्ड ओभर नहल्लाइकन गर्दै है सानो उज्यालो उताबाट जाऊँ न यताबाट जाऊँ अब हामी चाहिँ हाम्रो स्थानतर्फ जाँदैछौँ साथीहरू काशीमा हाम्रो स्थान पर अझै उता पर है अब त्यहाँ पुग्न लाग्छ होला एटलिस्ट 10 to 15 मिनट्स त्यतिसम्म हिँड्न सक्छौ कि नाइ कुन वाउ भएको छ यहाँ चाहिँ उज्यालो रहेछ ल साथीहरू अब चाहिँ हामी चिया पकाएर खान्छौँ अनि लाग्छौँ बर्दुबेतिर अनि के गर्ने सामान किन्ने सानो स्टोर रहेछ जुसहरू अनि प्याकेटको खानेकुराहरू पाइन्छ अँधेरोमा कता होला ल हामी चाहिँ घरतिर लाग्दैछौँ साथीहरू सामानहरू बोकेर चिया पकाएर खानेहरू भनेको नि खाइएन अलि ढिलो भयो त्यही भएर साथीहरू हाम्रो आजको भ्लग चाहिँ यही पार्कबाट सुरु गरेँ अनि होइन भ्लग त मैले यहीँ घर छेउबाटै गरेको थिएँ हाम्रो आजको ड्राइभ पिकनिक चाहिँ रमाइलो भयो छोटो मिठो किनभने दिन पनि छोटो अनि हामी पनि निक्लिँदाखेरि अलिकति ढिलो नै निक्ल्यौँ त्यही माथि गाडी त्यो मतलब बाटो बन्द भएर अनि बाटोले गर्दा पनि टाइम धेरै लाग्यो चिया पकाएर खाना नि पाइएन ल अब चाहिँ हामी घरतिर लाग्न लाग्यो अनि हाम्रो आजको भिडियो हेरेर हजुरले यतिन्जेल भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद फेरि अर्को भिडियोमा भेटौँला हजुर जहाँ हुनुहुन्छ व्यस्त हुनुहुन्छ
खुसी रहनु होला, स्वस्थ रहनु होला। बाई बाई, गुड नाइट। ल हजुरले पनि यसो बाई बाई भन्ने होला नि। बाई बाई। पसिनै पसिना भयो, गर्मी भयो अन्त। हिँड्दाखेरि गर्मी छ कि साथीहरू। हामी चाहिँ घरतिर लाग्यो। पिकनिक, ड्राई पिकनिक पनि मजाले गरियो। थोरै टाइम भए पनि रमाइलै भयो। र सरर हामी चाहिँ घरतिर लाग्यो। बाई बाई। बर्दुवातिर चाहिँ दिवाली ल्याइसक्यो।